खेदीमा चाहिँ हामी खन्जु ज्यूको यो रेड क्याबेज फार्ममा आएको छु। यस्तो हुँदो रहेछ रेड क्याबेज। यो क्याबेज जस्तै हुन्छ? सलाद काँचो मतलब बन्दाकोपी जस्तै फल्छ। यहाँ चाहिँ हाम्रो अलिकति नलेज बोक्ने भाइ चाहिँ छ रमेश भाइ। रमेश यो के हो कस्तो के हो यसको भ्यालु के हो? अलिकति लास्ट इयर तपाईँको मैले चाहिँ 60 रुपियाँ केजी घरबाट बेचेको। जस्तै कसले लग्यो? यो कलकत्ता जान्छ हाम्रो। कलकत्ता हजुर। तपाईँले एउटा कुरा चाहिँ के अब मलाई चाहिँ के लाग्यो भन्नुहुन्छ भने नि यो बन्दाकोपी र यो रोप्नु मेहनत पनि बराबर हो। यसमा खर्च पनि त्यति नै मात्रै हो। अब एक सिट एउटा प्याकेटको 360 रुपियाँ पर्छ। यो बन्दाकोपी पनि 360 नै हो। तर बन्दाकोपीको मार्केट भ्यालु तपाईँ 6 रुपियाँदेखि 7 रुपियाँ किलो। तर यो तपाईँको 60 रुपियाँ केजी हामीले घरबाट बेच्नु सक्छ। किन चाहिँ यसको चाहिँ तपाईँको अब हेर्नुहोस् होटलतिर भयो यो मतलब यसलाई अलिकति हाई भ्यालु भेजिटेबल्समा गन्ती आउँदो रहेछ यो। त्यही कारण चाहिँ अब यसको अलिकति मार्केट राम्रो छ। यहाँबाट दिल्ली चाहिँ कसरी बेच्नु? कलकत्ता तपाईँको यहाँबाट हाम्रो सुर्ता केही पनि छैन। हामीले यहाँबाट गाडीमा हालिदियौँ। गाडीमा हालेपछि त्यो मान्छेले रिसिभ गर्छ, उसले पैसा सैसा एकाउन्टमा ट्रान्सफर गरिदिइहाल्छ। लास्ट इयर चाहिँ हाम्रो कसरी यसलाई चाहिँ बोरामा फाक्नु? सेम बन्दाकोपी जस्तै परेन। अरूलाई चाहिँ पर्छ जस्तै यो आइसबग भयो, चाइनिज क्याबेज भयो, अब जस्तै नर्मल चिजहरू छ यता। हजुर छ अहिले जुन आइसबग हजुर उहाँले लगाउनु पर्छ। आमा कम्ती छैन त यो माथि? यो त माथि पनि छैन अझै हैन? मोटामोटी तपाईँले यो जति देख्नु हुँदैछ नि यो हिसाब तपाईँले अन्दाज गर्नु 5 देखि 7 लाख रुपियाँ पैसा हो। यो 5-6-7 लाख छिन्छ। 5 देखि 7 लाख रुपियाँ। अब जस्तो तपाईँले मैले किन 5 भनेर 7 भने भन्नुहुन्छ भने नि यही क्वालिटीमा भए चाहिँ 7 लाख कन्फर्म हो। मैले हिजो अस्ति हिसाब गरेँ यो मतलब उसको 3 प्याकेट हो यो। तर मसिनो पनि छ कतिवटा योले गर्दा साइज सानो आउँछ। अब मोटामोटी तपाईँको यो रोप्ने ठाउँमा पनि आधी केजी 750 ग्रामदेखि ज्यादा भएको थिएन आजसम्म। तर यहाँनिर यो कोपी यो तपाईँले जुन बोर्ड देख्नु हुँदैछ 1.5 केजीदेखि उँभो जान्छ। मतलब यो एकदमै राम्रो सुट गरेको छ यहाँनिर। हाम्रो क्षेत्रमा यो रोप्नु सकिने रहेछ भन्ने एउटा उदाहरण। मैले अर्को के अन्दाज गरेँ भने यो जति पनि हाई भ्यालु भेजिटेबल छ नि यस्तै कुरा लाउनु जस्तै अब तपाईँले यो सोच्नुहोस् लगाएकोदेखि यता 2.5 महिनामा यो हार्भेस्टिङ खतम हुन्छ। मकै रोप्नुहोस् 9 महिना 10 महिना, आलु रोप्नु 7 महिना। बारी इङ्गेज हो नि त। यो चाहिँ तपाईँले 5 वटा खेती ल्याउँछ डिसेम्बरसम्म। टेक्निकल कुरा। हजुर यो कति खेती रे? यो तपाईँले हिसाब गर्नुहोस् यो जनवरीदेखि डिसेम्बरसम्म 5 वटा खेती हामीले यो प्रकारको गर्न सक्छौँ। काट्यो हार्भेस्ट गरी फेरि लाउन सक्यो। जस्तै यहाँ मल्चिङ सिजन चाहिएन यसलाई? चाहिएन। अच्छा यसलाई मल्चिङ छ। अब यो उक्ले नि तपाईँको यो उक्लिन्छ यहाँनिर भर्मी कम्पोस्ट यति हाल्नुहोस्। गाईको मल भर्मी कम्पोस्ट अब जे छ भर्मी कम्पोस्ट अझै राम्रो। यहाँनिर अर्को रोप्दा रेडी भइहाल्यो। जस्तै यहाँ अब उहाँले यो पक्चै लाउनु भएको रहेछ प्लान्ट पक्चो यो सागै हो। यो पनि चाइनिज सागै हो। यसको पनि राम्रो छ मार्केट। यो तपाईँको 2-3टा बोटको यो चाहिँ साग खाने हो। बुझ्नुभयो? जस्तै तपाईँले हेर्नुहोस् यो अब यो 3टा 4टाको 40 रुपियाँ 50 रुपियाँमा जाँदैछ। लास्ट इयर गएको यो पनि हाम्रो खन्जुज्यूको फार्म। यसलाई त के भन्छ? फार्म त भन्दैन, ग्रिन हाउस। हट हाउस हो यो। दल राख्नुको लागि बनाएको हट हाउस हो। हट हाउस ग्रिन भन्ने चाहिँ हरियो हुनु पर्यो। यो चाहिँ हट हाउस। यो चाहिँ जाडोमा पनि छिटो उम्रिनुको लागि। अच्छा यस्तो पर्छ टेक्निकल कुरा त। र खेती गर्नु पनि टेक्निकल नलेज हुनु पर्यो अहिले चाहिँ। सब आइडिया दिने है। अब एकजना सर हुनुहुन्थ्यो पहिला डिएचओ देवजित सर हुनुहुन्थ्यो दार्जिलिङ जुब्लीबाट। मलाई चाहिँ आइडिया दिने चाहिँ उहाँ हो। उहाँको माध्यमबाट मैले मार्केटिङ पाएँ कलकत्ताको। कलकत्ता त्यहाँबाट हिजो अस्ति त तपाईँको यो के भन्नुहुन्छ बेङ्गलोरबाट पनि फोन आएको थियो आइसबग लेट्युसको लागि जुन चाहिँ उहाँले यहाँ लाउनु भएको। त्यो आइसबग लेट्युसको त तपाईँको नि पिसको 250-300 रुपियाँ गोटा दाम। अब बेस्ट साइजको चाहिँ त्यति रहेछ। यहाँनिर उहाँले 150 रुपियाँ चाहिँ हालिदिन्छु भन्नुभएको छ गोटाको। अब त्यो साधारण चिज त्यो चाहिँ अहिले गएर बात गरौँ है। ल त यो यस्तै कलर पनि त यस्तो मिठो हुँदो रहेछ नि त है। ल त हेर पर्पल क्याबेज, रेड क्याबेज, पर्पल क्याबेज है। यो बन्दाकोपी नै जति हो मेहनतै छैन यसमा मेहनतै छैन। खर्च पनि कम्ती हो नि त। खर्च पनि कम्ती। 1050 को बिजन हो। 1050 को बिजन हो। मल्चिङ रोल 2000 को होला। मेन पावर त अब अलिअलि लाग्छ होइन। त्यो जस्तो बन्दाकोपी फुलकोपी रोप्दा पनि त्यो त लाग्ने नै हो नि त। यो चाहिँ यति माथिबाट हजर छ माथिसम्म छ यसरी। साइज म्याटर्स र एउटा 1 केजीको 60। अरे ल
हवस् त, जानकारीको लागि अर्को जानकारी लिएर आउनेछौँ। थ्याङ्क यू।